हेलो गुड मर्निङ साथीहरू। आज धेरै दिनपछि हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। ल अब म कहाँबाट सुरु गरौँ, मेरो ब्लग धेरै छुटिसक्यो। अब के गरौँ, तनाव पनि लाग्ने, घरमा बस्दा बस्दा। त्यही भएर मैले फेरि मिनी ब्लग सुरु गरेको छु। हजुरहरू सबैले हेरिदिनु होला, माया गरिदिनु होला। मिनी ब्लग पनि अब आफ्नै बिस्तारै बिग्रेको छ, त्यही मिलाउनेबाट सुरु गर्दैछु। मेरो नानी ढिला उठिन्, नानी उठेपछि मैले बिस्तारा मिलाउँदैछु। नानीलाई चाहिँ हजुरमासँग खेल्न पठाइदिएँ। त्यसपछि हजुरहरूलाई आज मेरो बिहानमा मैले के काम गर्छु देखाउँछु। मैले चाहिँ थोरै काम चाहिँ गरिसकेँ, सुट गर्न चाहिँ बिर्सेछु। आजबाट सुरु गर्छु भनेर बोल्दैछु हजुरहरूलाई। म रेगुलर ब्लगहरू हाल्नेछु, हजुरहरू हेरिदिनु होला। नानीले चाहिँ जताततै खेलाउनेहरू फालेकी छिन्, मैले मिलाउँदैछु। त्यसपछि मैले भाँडा धोएँ, भाँडाहरू जम्मा भएको थियो, त्यो भाँडाहरू धोएँ। मैले नानीलाई हजुरमासित पठाएर काम गर्दैछु। आज मैले घरमा के काम गर्छु दिनभरिको त होइन, एकैछिनको देखाउँछु। दिनभरि मैले आज बनाउँदिनँ। आज मेरो धेरै दिनपछि छुटेको भएर बनाउँदैछु। घरमा बस्दा बस्दा पनि त्यत्तिकै बोर लाग्न लाग्यो। अनि अब के गरौँ त भनेर अब ब्लग सुरु गर्दैछु। मैले पहिला रेगुलर बनाउँथेँ, आजभोलि छोडेर। आजभोलि मलाई बनाउन मन लाग्दैन, त्यही पनि अब नयाँ कामको सुरुवात गर्दैछु। त्यसलाई पनि एउटा काम सम्झेर गर्नु पर्यो। काम भनेपछि त गरिन्छ कि भनेर ल घरको सरसफाइ पनि, भाँडा धोएर सरसफाइ पनि भ्याएँ। एकछिन नानी नभएपछि मैले काम सबै भ्याउँछु। यो घर माथि सफा गर्नु छ, डिप क्लिन गरे छैन मैले, अलिअलि मात्रै गरेँ। गर्मी छ साथीहरू, हाम्रो किचन चाहिँ छतमा भएको भएर। त्यो कुनातिर चाहिँ डब्बाहरू मिलाउँदैछु। हजुर नानी एकैछिन हजुरमासँग घुम्न गएको टाइममा मैले यति काम गरेँ। हजुरहरूले पनि कसरी घरमा के काम गर्नुहुन्छ भन्नु होला कमेन्टमा। मेरो चाहिँ आजभोलि यसरी नै दिनहरू बितिरहेछ। तराईमा अहिले गर्मी बढेको भएर गर्मी छ। आफूलाई पनि देखाउनु पऱ्यो नि साथीहरू भन्दै देखाउँदैछु। ल त्यसपछि म बर्याङ झरेँ। त्यसपछि मैले अब लुगा भिजाएको थिएँ। सोच्दैछु अब लुगा धुऊँ कि आराम गरौँ। होइन, आराम गरेर उठ्यो भने त लुगा धुन झ्याउ हुन्छ भनेर अब म लुगा धुनेतिर लागेँ। चुटकी बजाएर अरूको त काम हुन्थ्यो, त्यही भएर चुटकी बजाएको भएन साथीहरू। यो हातले नै मिच्नु पऱ्यो। अरूले त चुटकी बजाएर काम सबै भ्याएको देखाउनुहुन्छ। त्यो चाहिँ कसरी गराउने होला, त्यो चाहिँ मलाई आएन। अब चुटकी बजाउन नआए पनि मैले एडिटमा फरवार्ड मोडमा लगेर छिटो काम गरेको देखाइरहेको छु। यति छिटो चाहिँ गरेको छैन है साथीहरू। हजुरहरूले फेरि दिपाले यति छिटो फास्ट काम गर्ने भएछ भन्नु होला। अलिअलि सरफमा भिजाहा नानीको यसो पिसाब फेरेको कपडाहरू हो नि, एकैछिनमा धोइहालेँ मैले। भइहाल्यो, कपडा पनि धोएर भ्याइयो। आजको मौसम चाहिँ राम्रो छ, शीतल नै लाग्यो आज चाहिँ। हिजो अस्ति पानी परेको भएर अलिअलि शीतलै छ। ल मलाई चाहिँ अब ब्लग सुरु गर्दैछु। चाहियो मलाई
साथीहरू कसले पुऱ्याउनुहुन्छ पुऱ्याइदिनु, या मेरो भाइ बहिनीहरू कसैले मलाई दिनु पर्यो। अबदेखि म नयाँ कामको थालनी गर्दैछु। ल बाई बाई। आजको लागि मेरो मिनी भ्लग यति नै। नक्कल चट्ट रुम पनि पर्यो, नानी पनि सुतिन्। त्यसपछि मलाई अलिकति जाँगर लाग्यो। मेरो मिनी भ्लगलाई माया गरिदिनु होला। फेरि पनि यस्तै भ्लगहरू आउनेछ।